भएर बच्चाको उपचारको सिलसिलामा म यता दिल्ली आएको हो। नेपालमा कहीँ पनि पत्ता नलागेपछि मेरो छोरालाई चाहिँ म यहाँ इन्डिया दिल्लीमा लिएर आएको थिएँ। अनि त्यसपछि मलाई चाहिँ खासै भाषाहरू पनि त्यति नआउने, हिन्दी बोल्न नआउने। अनि मैले मेडिकल केयर भाइहरूसँग थाहा पाएर मैले उहाँहरूसँग कन्ट्याक्ट गरेँ। मलाई एकदम सजिलो भयो, उहाँहरूको साथ एकदम पाएँ मैले। उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो चाहिँ समस्या के थियो भने मेरो छोरा चाहिँ अहिले 3.5 वर्ष भयो, ऊ चाहिँ 2.5 वर्ष हुँदाखेरि उसलाई समस्या भयो। मैले काठमाडौँमा धेरै डुलाएँ, धेरै पैसा खर्च गरेँ, पत्ता नलागेपछि म यता आएँ। डाक्टर विकास दुवासँग मेरो छोराको ट्रिटमेन्ट भएपछि म लगभग 14-15 महिना मैले ट्रिटमेन्टमै गरेँ, टाइम बिताएँ। अनि मेरो छोरा चाहिँ अहिले ट्रिटमेन्ट खतम सक्यो। अब रिपोर्ट आयो, रिपोर्ट राम्रै आएको छ, सबै ठिक छ। डक्टरले अब घर जानु भन्नुभएको छ। अब तपाईँहरूलाई पनि म के भन्न चाहन्छु भने जो हुनुहुन्छ तपाईँको बच्चा बच्ची, अमिन दिदी भाइ, तपाईँहरू जुन बाउ आमा जति पनि हुनुहुन्छ, तपाईँहरूलाई केही समस्या छ भने सुरुमै तपाईँहरूलाई पत्ता लगाउने कोसिस गर्नुहोस्। अब घरमै नबस्नुहोस् होइन। जति ढिला भयो त्यति नै गाह्रो हुन्छ। फाइनेन्सियल, मेन्टली सबै चिजहरू गाह्रो हुन्छ। इन्डियामा आउनुभयो भने 2-4 पैसा अलिकति बढी खर्च भयो भने तपाईँहरूको छिट्टो पत्ता लाग्यो भने, रोगहरू छिट्टो पत्ताहरू डायग्नोस भयो भने तपाईँहरू क्लियर रूपले सन्चो हुनुहुन्छ। मैले चाहिँ त्यो 14-15 महिनामा धेरै चिजहरू देखेँ, यता राम्रो भएको धेरै कुराहरू सिकेँ मैले होइन। तपाईँहरू इन्डिया गएर कसरी बोल्ने, के गर्ने, कहाँ जाने, कस्तो गर्ने भनेर अप्ठ्यारो नमान्नु होला। यही मेडिकल केयर भाइहरूलाई भन्नु होला, उहाँहरूले धेरै साथ दिनुहुन्छ। अब मैले चाहिँ के भन्छु भने अब जति छिटो रोग पत्ता लाग्यो त्यति नै अब क्युरेबल हुने चान्सेसहरू धेरै हुने रहेछ। अब फाइनेन्सियल पनि कम हुँदो रहेछ, टाइम पनि त्यति खर्च लाग्दो रहेनछ। मेरो छोराको त अलिकति ढिला भएको थियो, तर पनि मेरो छोरा अब ठिक भयो भन्ने म एकदम अटल छु। यत्तिकै भौतारिरहेको थिएँ म नेपालमा, अब रोग पत्ता नै लागेन मेरो छोराको। त्यति नर्मल चिज भन्नु न, अब नर्मलै हो त्यो। एउटा उसलाई चाहिँ सुसु गर्न सक्दैन थियो। अनि सुसु नगरेपछि मैले चाहिँ काठमाडौँ लगेँ सानो हस्पिटलमा। उहाँ चाहिँ उसलाई चाहिँ धेरै भन्नाले धेरै पीडा दिएर क्याथेटर लगाएर गरायो। केही पनि छैन भनेर त्यस्तै भयो। अनि त्यसपछि म चाहिँ अर्को हस्पिटलमा पनि गएँ, पिएमबीमा। त्यहाँ पनि केही छैन भन्ने कुरा भयो। अनि म छोरालाई सम्झनापछि त म इन्डियातिर लाग्छु भनेर इन्डिया आउने बित्तिकै मेरो छोराको 3 दिनमा पत्ता लागेको थियो, डायग्नोसिस भएको थियो। मेरो छोरालाई चाहिँ क्यान्सर भनेर डायग्नोसिस भएको थियो। अनि अहिले मेरो छोराको ट्रिटमेन्ट खतम भयो। तपाईँहरू पनि घरमा नबस्नुहोस्, 2-4 पैसा खर्च भयो भने छिट्टो पत्ता लगाउनु भयो, छिट्टो उपचार गर्नु भने चाहिँ सन्चो हुन्छ, निको हुन्छ। त्यही भन्नलाई म हजुरहरूलाई सन्देश दिनलाई आएको हुँ। छिट्टो आउनुहोस् र केही समस्या भयो भने भाइहरूलाई कन्ट्याक्ट गर्नुहोस्। हरेक कुराहरू, पैसाको, फाइनेन्सियल सबै कुराहरू सजिलो हुन्छ। त्यही भन्नलाई म आफ्नो सन्देश दिनलाई आएको हो। यदि तपाईँहरूलाई त्यस्तो गाह्रो छ, एक्लै आउन गाह्रो छ भने मेडिकलको भाइहरूलाई फोन गर्नुहोला। उहाँले सबै सम्झाइदिनुहुन्छ, सबै भनिदिनुहुन्छ।